एउटा छ कि दुईटा छ हौ केही हुँदैन है भर्खर डसेको हो हैन केही हुँदैन धेरैलाई त थाहा भइसकेको छ मलाई पहिला धेरै ठाउँ डसेको पनि छ अनुहारमा डसेको छ मुखमा डसेको छ तर केही हुँदैन यहाँ दुई ठाउँमा भर्खरै डसेको आमामामा दुई ठाउँ टोक्यो अहिले चाहिँ मोरङको सुन्दर हराइचा 12 रोड नम्बर 44 खोर्सानीदेखि थोरै दक्षिण रोड नम्बर 44 मा आइसकेको छु त्रिवेणी चोक हिमाल टोल पनि भन्छ अरे यहाँ सर्प छ भनेपछि बिहानदेखि कल गर्नुभएको छ उद्धारको लागि आएको छु हैन 2-3 घण्टै भइसक्यो होला अब हेरौँ कुन सर्प गोमन सर्प भन्नुहुन्छ कहाँ छ भन्नुभयो सर्प कसले देख्नु भएको सर्प चाहिँ यता भित्र हो दुई पल्ट निक्लिसक्यो गएको त छ ओ यसले टोक्छ यार पुरा नाकमै हान्नु आउँछ त कहाँ कुन यो माथि यहाँ हो यो काठ चाहिँ के यहाँ फर्निचर हो गुन्द्रीमै छ लाइट छैन यता मुसाले पनि डरो खनेको छ क्यारे नि यो के हो माटो हो यहाँनिर कहाँ दुलो छ कि टाल्नु त्यता छिर्छ कि भनेर यही थियो भन्नुभएको हजुर हजुर धामन जस्तो छ त छैन देखिसक्यो यहाँ गोमन छ गोमन त होइन म त धामन जस्तै देखेँ होइन तपाईले गोमन छ हौ ठिक छ गोमन भाइ तर टोक्छ नि त तपाईलाई यही छ गोमन तपाईको के धामन गोमन सेतो गोमन होइन धामन दामनै हो धामन भएको भए त यहाँ हेर्नु एकछिन नगर्नु मुसा खान आएको ए यहाँ छ सर्प चाहिँ ल यहाँ हेर्नुहोस् है ए चाहिँ धामनै हो ल यता गरिदिनु ल अब चाहिँ म यसलाई निकाल्छु एउटा मात्रै देख्नु भएको होला नि त होइन दुईटा छ यो धामनै भन्ने थाहा भएको भए म अघि तपाईँहरूलाई भन्नु गोमन हो गोमन आमा गोत्रु तपाईको उता खुट्टातिर छ है टाउको चाहिँ खुट्टामै छ एउटा छ कि दुईटा छ हौ दाउन गरेछ आमा भगवान दामन जस्तो दामन भयो त अघि नै गोमन जस्तो लागेर धामन सर्प हो क्या यो अभिशाल हो टोक्दैन तपाईलाई टोक्दैन टोक्दैन टोक्छ अब आइसको माथि अभिशाल हो उता हिँड्नु त म उता टोक्दैन माला लाग्छ आमा टोकियो नि तपाईलाई टोको कि टोको कि यो गएछ होइन त्यो काट्नु पर्दैन आमा टोको भाइ हजुर नहीं आयो अनुहारमा चाहिँ
त्यही हो एउटा पट्टा छ बट्टामा बाबा उ त्यो बट्टा दिनु न त्यो बट्टामा अट्छ भन्ने मोबाइल लिएन हौ भिडियो गर न आमामामा दुई ठाउँ टोक्यो तपाईँलाई के हुँदैन यो सर्प भनेको चाहिँ अभिशाल हो कि यहाँ सुन्दैमा तपाईँहरूलाई भनिदिनु र यो सर्प भनेको चाहिँ धामन सर्प हो अभिशाल होइन हजुर यसले मुसा धेरै खान्छ यहाँ टोक पनि खान्छ अब मलाई तपाईँले केही हुँदैन भन्नुभयो यो अभिशाल सर्प हो यसले हुन्छ केही पनि हुँदैन यहाँ हेर्नु यो डराएर क्या धेरै डराएर केही हुँदैन हुनु चाहिँ यसको विष लाग्दैन केही विष लाग्दैन म अब औषधि केही गर्दैन पानीले चाहिँ किनभने यसले फोहोर चिजका खाएको हुन्छ नि त्यतिखेर ब्याक्टेरियाहरू सर्न सक्छ यहाँ यसले नै होस् गोमन सर्प अहिले पनि टाउको सानो हुन्छ क्या हजुर टाउको सानो अनि मुखको हेर्नु त कालो कालो हर्का छ नि यहाँ हेर्नु चाहिँ यस्तो हुन्छ धामन सर्प अनि लामो हुन्छ अझ छ होला अब फेरि डर लाग्दैन भाइ यसको टिम हो के को डर लाग्छ यो त सानो छ नि यो अप्रोको छ त कसैले हुँदैन कता केही गरेको हुँदैन अरे यस्तो विषै लाग्दैन अरे क्या टोक्यो नि म दुई ठाउँ टोकिसक्यो हेर्नु न दुई ठाउँ टोकिसक्यो दुईटै हातमा टोकिरहेछ सर्प मार्नु हुँदैन नि अहिलेको जमानामा सर्प कहाँ मार्नु हुँदैन जुनै सर्प मार्नु हुँदैन पर्यावरण एकदम राम्रो छ सर्प र मानिसको जीवन चक्र छ नि त हामीले नबुझेर हो हिस्सो यस्तो मिक्ला जो हिस्सो रिमासँग आएका फोन पाते कुन आइकन टेन बोरा छ त बोरा उ गर्नु न हामी चाहिँ गोमन नै भनिरहेको थियौँ कि देख्न चाहिँ गोमनै जस्तो देखिँदो रहेछ काठ होल भो पुरानो काठ होल भए यहाँ नयाँ काठ ताताङ त त्यहाँ रहेछ क्या अब उता जङ्गलमा छोडिदिनुहुन्छ हो त्यसरी नै छोड्नुहुन्छ क्या अहिलेको जमानामा सर्प मार्नु हुँदैन नि त बिहानदेखि नै फोन गरेको हो क्या मैले म भ्याउँदिनँ भन्दै हुनुहुन्थ्यो अब सर्प मार्नु हुँदैन भन्दै मैले चाहिँ सर्प भयो भने तपाईँहरूको धान पनि अन्नबाली पनि धेरै फल्छ यसले मुसा फेरि खाइदिन्छ घरमा आउँछ विष लाग्दैन भाइ
अरु त छैन होला त्यो सफा गर्न आएको भएको के हो सफा गर्नु भन्दा पनि त्यो पुरानो काठ चाहिँ हटाएर यो नयाँ काठ हाल्ने अनि त्यो पुरानो काठ माथि राख्ने भनेर भित्रको कहाँ फेरेर काँचुले केही हुँदैन है भर्खर डसेको हो होइन केही हुँदैन धेरैलाई त थाहा भइसकेको छ मलाई पहिला धेरै ठाउँ डसेको पनि छ अनुहारमा डसेको छ मुखमा डसेको छ तर केही हुँदैन यहाँ 2 ठाउँमा टाउको ठुलो छ नि त भर्खरै डसेको दामनको सानो धेरैले भन्नुहुन्छ कि डसेपछि त्यसलाई किन राख्नु बचाउनुहुन्छ मारेर फ्याल्दिनु नि भन्नुहुन्छ त्यस्तो गर्नु हुँदैन हामी सर्प बचाउने मान्छे हो जसरी भए पनि डसे पनि जे गरे पनि सर्प बचाउनै पर्ने हुन्छ त्यसैले यहाँ हेर्नुस् मेरो चाहिँ आज 3 ठाउँ डसिसकेको छ हैन यहाँ 2 ठाउँ चाहिँ टेप लगाएको छु किनकि ब्लड नरोकिएको कारण एक ठाउँ चाहिँ यहाँ छ तपाईहरुले सायद त्यति देख्नुहुन्न यहाँ अम्लामा छ यहाँ र म यसलाई चाहिँ यसको एकदम राम्रो ठाउँमा यसलाई चाहिँ वातावरण सहज हुने ठाउँमा ल्याइसकेको छु यसलाई छोडी पनि दिनेछु उहाँहरुले पनि सर्प बचाउनु पर्छ भन्ने धारणाले त्यत्रो समय पर्खेर है बोलाउनु भएको छ म लु जाऊ गरी ठाउँ म अरुलाई पनि मलाई जस्तो नराख्नु